नमस्ते साथीहरू, यहाँहरूलाई मेरो च्यानल रेसिपिजको खजानामा स्वागत छ। आज म धेरै नै भाइरल भएको सुजीको माखण्डी हलवा बनाउन गइरहेकी छु, जुन बनाउन नि सजिलो छ र खान पनि उत्तिकै स्वादिष्ट छ। यसको लागि बराबर मात्रामा सुजी, घिउ र चिनी चाहिन्छ। मैले यहाँ लगभग 1 कटोराको नाप लिएको छु, जसमा 1 कटोरा सुजी, 1 कटोरा चिनी, लगभग 1 कटोरा घिउ। जुन कटोराको नाप लिएको छु त्यही कटोराको 2 कटोरा दुध, आफूलाई मन परेको ड्राई फ्रुट्स जस्तै मैले यहाँ काजु र किसमिस लिएको छु, सँगै थोरै इलाइचीको धुलो। सबभन्दा पहिला दुधमा सुजी राखेर त्यसलाई आधी घण्टा जति कम्तीमा भिज्न दिनुपर्छ। आधी घण्टापछि सुजीले मजाले दुध सोक गरिसकेको हुन्छ। अब एउटा कढाई तताएर त्यसमा घिउ राख्ने। घिउ तातिसकेपछि आफूलाई मन परेको ड्राई फ्रुट्सलाई हल्का रोस्ट गरेर निकाल्ने। त्यही घिउमा चिनी राख्ने र चिनीलाई बिस्तारै पकाउँदै जाने। पाक्दै जाँदा चिनी पग्लिँदै जान्छ र रातो रातो भएपछि त्यसमा भिजाइ राखेको सुजी राख्ने र बिस्तारै यसलाई लो फ्लेममा चलाउँदै जाने। यसरी सुजी फ्राई हुँदै जान्छ र पाक्दै जान्छ। र लास्टमा इलाइचीको धुलो र रोस्ट गरेको ड्राई फ्रुट्स राखेर मजाले चलाएर निकाल्ने र तातो तातो सर्भ गर्ने। हेर्नुहोस् त कस्तो खाउ खाउ लाग्ने गरी बनेको छ। अनि माथिबाट केही ड्राई फ्रुट्स राखेर सर्भ गर्ने। हजुरहरूलाई मेरो रेसिपी कस्तो लागिरहेको छ कमेन्ट गर्नुहोला। सँगै च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला। धन्यवाद।